पल्ला गरे माइला काका। जिन्दगी र सङ्घर्षको भारी बोकी बेसीतिर झरेका पल्ला भरे माइला काका। इच्छा आकाङ्क्षाको सपना लिएर पसिनाको गन्धसँगै मिसिएको फसलसँगै चल्छ उनको जिन्दगी। डिग्री त पास गरिस् नि जन्तरे, मेरो छोरालाई अब उसो गराउन सक्दिन भन्छन् उनी। हरेक वर्ष यसै गरी डिग्री पास गरेका कैयौँ युवाहरू बेरोजगारी बनी विरक्त हुन्छन्। अब उँभो पढौँ भने पैसाको अभाव, नपढौँ त समाजको भनाइ। त्यो डल्ले लट्टेले ल्याएका 90% हिसाबमा र 80% विज्ञानमा अब कहाँ काम लाग्ने। डल्ले तैँले पढेका साइन थीटा कस थीटा अनि a+b² ले रोजीरोटी मिल्छ भन्दै सोध्छन् माइला काका। मिल्छ भनौँ त कसरी, मिल्दैन भनौँ त कसरी। दोधारमा छन् युवाहरू भन्दै जन्तरे काकालाई भन्छन्। माइला काका खुइय गर्छन्। अब लाग्नु पर्यो घरतिर भनी घर फर्कन्छन्।